र क्ल्याब नेपालमा जोडिएर बसिरहनुभएका आदरणीय सम्पूर्ण दर्शकलाई स्वागत छ। दर्शकगण, क्ल्याब नेपालमा आज हामी सुनचाँदी बजार भाव विशेष कुराकानी गर्दैछौँ। लागौँ सुनचाँदी बजार भावतर्फ। नेपाली बजारमा आज सुनचाँदीको भाव बढेको छ। सोमबार प्रतितोला 2500 रुपैयाँले घटेको सुनको भाव आज प्रतितोला 6700 रुपैयाँले बढेको छ। नेपाली सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला 2,90,200 रुपैयाँमा किनबेच भइरहेको छ। सुन प्रतितोला 2,83,500 रुपैयाँमा कारोबार भएको थियो। यस्तै मङ्गलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला 4,700 रुपैयाँमा कारोबार भएको चाँदी मङ्गलबार प्रतितोला 4,845 रुपैयाँमा कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा बजारमा आज सुन प्रति 4,552 अमेरिकी डलरमा कारोबार भइरहेको छ।